नमस्कार साथीहरू, आजको भिडियोमा हामी कुरा गर्दैछौँ किन आजकाल 7 वर्षका बच्चाहरू आमा बुवाको कुरा सुन्दैनन् र किन उनीहरू जङ्क फुड मात्र खान चाहन्छन्। आमा बाबु नानी खाना तयार भयो, दाल भात खाऊ। बच्चा मलाई भात मन पर्दैन, मलाई चिप्स चाहिन्छ। यो केवल एउटा बच्चाको कथा होइन। आज धेरै घरको यस्तै अवस्था छ। आजका बच्चाहरू धेरै मोबाइल चलाउँछन्, बाहिरको खाना मन पराउँछन्, घरको खाना मन नपर्ने। तर के तिमीलाई थाहा छ, यसले शरीरलाई कमजोर बनाउँछ। बच्चा आमा पेट दुख्यो आमा, धेरै जङ्क फुड खाँदा यस्तो हुन्छ भन्ने थिए नि। जब हामी गलत बानी अपनाउँछौँ, हाम्रो शरीरले हामीलाई सङ्केत दिन्छ। बच्चा सोच्न थाल्छ, सायद आमा बुबा मेरो राम्रोका लागि भन्नुहुन्थ्यो। साथीहरू, यदि तिमी साँच्चीकै बलियो र स्मार्ट बन्न चाहन्छौ भने दाल भात तरकारी खान सुरु गर। दुध पिउ, जङ्क फुड कहिलेकाहीँ मात्र, मोबाइल कम, खेलकुद बढी, आमा बुबाको कुरा सुन्ने बानी बसाल। कमेन्टमा लेख, आज तिमीले के राम्रो काम गर्ने निर्णय गर्यौ। भिडियो मन परे लाइक गर, सब्स्क्राइब गर्न नबिर्सनुहोला। साँचो हिरो को हो जो आफ्नो बानी परिवर्तन गर्न सक्छ। तिमी पनि त्यो हिरो बन्न सक्छौ। धन्यवाद।